मैले डाटा काटिसकेँ तर मलाई आजसम्म थाहा थिएन कि सबैको पर्सनल प्यान नम्बर हुन्छ भनेर। अझै पनि किन पो थाहा हुन्थ्यो यो फेसबुकले माग्यो मोनेटाइजेसन सेटअप मिलाउनको लागि प्यान नम्बर चाहिन्छ भनेर। अनि बल्ल पो थाहा पनि पाएँ अनि बल्ल आज बनाउन गएको के। फेरि यो प्यान नम्बर कहाँनिर बनिन्छ भनेर मलाई थाहा पनि थिएन कि। हुन त म साँच्चीकै लाठी लठेप्री नै हो कि बल्ल तल साथीहरूसँग सोधी खोजी गरेर जान चाहिँ गएँ तर त्यो ठाउँबाट सरिसकेको रहेछ कि। प्यान नम्बर साइबरहरूबाट पनि राष्ट्रिय परिचय पत्रको नम्बरबाट पनि निकाल्न मिल्ने रहेछ तर राष्ट्रिय परिचय पत्र बनाउँदाखेरि जुन फोन नम्बर हालेको थियो त्यही फोन नम्बर चाहिने रहेछ कि। मैले त राष्ट्रिय परिचय पत्र बनाएको कहिले हो त्यसपछि नम्बर त कति चेन्ज गरे त्यही भएर मलाई त बनाउने ठाउँमै जानु पर्यो कि। तर बन्न चाहिँ एकैछिनमा बन्ने रहेछ हौ। त्यसपछि बनाइसकेपछि म आएँ मोबाइल पसल। मलाई चाहिँ धेरै टाइमदेखि एउटा ट्राइपड चाहिँ किन्न मन लागिरहेको थियो तर कहिले किन्नु कति पर्छ भनेर यतिकै किनेकै थिएन। आज चाहिँ फाइनली किनेर दिनु पर्यो भनेर हेर्न गएँ। मलाई चाहिँ धेरै हेभी टाइपको चाहिएको थिएन कि नर्मल काम चलाउ टिकाउ भइहाल्यो। अनि बजेट फ्रेन्डली खोजिरहेको थिएँ कि ठ्याक्कै यो दाइकोमा रहेछ अनि मन पनि पर्यो जति लोभ गरे पनि यतिको हो भनेर किनिदिएँ। अनि त्यसपछि हामी गयौँ फ्रिजहरू हेर्न। बजुले एउटा फ्रिज ल्याउँथ्यो। यस्तो गर्मीमा उम्लेको पानी को खान सक्छ होइन चिसो पानी खानु पर्यो नि। तरेको गर्मीले अलिकति भए पनि शीतल पार्नको लागि चिसो पानी खानु पर्यो नि त। अनि एउटा फ्रिज हेरौँ मन पनि परिहाल्यो। अनि मन पराइसकेपछि दाम काम मिलाएर प्याकस्याक गराइयो। त्यहाँको सोरुमको दाइले भन्नुहुँदै थियो कि यो बहिनी हेर्दा त सानै देखिन्छ बार्गेनिङ त खतरै गर्ने रहेछ भन्नुहुँदै थियो कि। अलिअलि बार्गेनिङ त गर्नु पर्यो नि त दाइ नत्र बजेटले भ्याउँदैन। त्यसपछि हाम्रो नयाँ फ्रिजलाई अटोको छतमाथि बाँधेर हामीले चल्दियौँ कि घरतिर। यस्तो गर्मीमा को बजार डुल्न सक्छ होइन। बजार गएर पनि केही नखाइ आउनु पर्यो कि धेरै गर्मी भएर कति धेरै घाम गर्मी हो कि आज त। हस्त साथीहरू हाम्रो बजुको नयाँ फ्रिजलाई घरसम्म सुरक्षित ल्याइसक्यौँ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।